यो भिडियो हेर्दै हुने सबैजनालाई मेरो भिडियोमा स्वागत छ। नमस्ते। यो भिडियो चाहिँ मैले साउल सिटी टुर बसको छतबाट खिच्दै गरेको भिडियो हो। तपाईहरुलाई झ्याङल्याङ झुङलुङ धेरै भिडियो पनि हेरिराख्न झ्याउ हुन्छ भनेर मैले चाहिँ तपाईहरुलाई साउल कोरियाको छोटो टुर गराउने प्रयास गरेको छु। यो भिडियोमा चाहिँ हुन त दक्षिण कोरियाको राजधानी साउल विश्वका 10 उम्दा शहरहरू मध्येमै सबै कुरा एउटै भिडियोमा देखाउन त सम्भव छैन। एकदमै युनेस्कोले विश्व सम्पदा सूचीमा राखेका कुराहरू पनि धेरै छन् यतातिर। तर म केही एकदमै धेरै मान्छेहरूले घुम्ने गन्तव्यहरू चाहिँ यहाँ 2-3 वटा देखाउन चाहन्छु। मेरो भिडियो अलि लामो हुन सक्छ, प्लिज हेरिदिनु होला। लाइक कमेन्ट पनि गर्न नबिर्सनु होला। सब्स्क्राइब त छँदैछ। आउनुहोस् हामी दक्षिण कोरियाको साउल सहर सँगै भ्रमण गरौँ। यदि तपाईहरुसँग समय कम छ र साउल सहरलाई सरसर्ती हेर्न चाहनुहुन्छ भने चाहिँ साउल सिटी टुर बस चाहिँ एउटा उत्कृष्ट विकल्प हुन सक्छ। यो बसमा चढिसकेपछि चाहिँ साउल सहरका मुख्य पर्यटकीय गन्तव्यहरुमा पुर्याउँछ र त्यहाँ हामीले ओर्लेर केही समय घुमिसकेपछि फेरि पनि उही स्टेसनमा आएर उही बस चढेर फेरि अर्को गन्तव्यतिर लाग्न सकिन्छ। तपाईहरु कोरियामा हुनुहुन्छ र साउल सिटी बस चढ्न चाहनुहुन्छ, टुर बस चढ्न चाहनुहुन्छ भने चाहिँ यहाँबाट दोङदेमुन हिस्ट्री कल्चर पार्कबाट चाहिँ साउल सिटी टुर बस लाग्छ। ठ्याक्कै यो पछाडी चाहिँ साउल सिटी टुर बस ठ्याक्क यहाँबाट चाहिँ लाग्छ। मैले ठ्याक्क सुरु हुने गन्तव्य देखाएको छु। यो चाहिँ हिस्ट्री कल्चर पार्कको अगाडि हो। हुन त धेरै स्टेसनमा रोक्छ जहाँबाट चढे नि भयो, तर चढ्दै ओर्लिँदै गर्न चाहिँ पाएँ। तर यहाँनेर चाहिँ टिकट किनेर यहाँबाट चढ्न चाहिँ सजिलो पनि हुन्छ। हिस्ट्री कल्चर पार्क हो, ठ्याक्क त्यो पछाडि देखाइएको छ। यो चाहिँ ट्रेन लाइन नम्बर 2 बाट चाहिँ ठ्याक्क भेटिन्छ। त्यस्तै एकबाट भेटिँदैन क्या हो। यसरी यो पहेँलो ब्यान्ड चाहिँ हामीले टिकट किनिसकेपछि यो दिँदो रहेछ र यो ब्यान्ड बानिसकेपछि चाहिँ यो बसले जहाँ रोके पनि त्यही ओर्लेर सट्ट घुम्ने, त्यसपछि घुमिसकेर भरे फेरि यही बस चढ्न अथवा यही बस त होइन, यही रुटको जुनसुकै बस पनि यो कम्पनीको चढेर फेरि अर्को गन्तव्य स्थलमा जान सकिन्छ र यसरी सजिलो हुन्छ साउल सहर घुम्नलाई। यहाँनिर चाहिँ मैले भिडियो त्यति राम्ररी खिच्न सकेन छु। मलाई भिडियो हल्लाएर खिच्चोस् भन्ने कम्प्लेन पनि आइरहेको हुन्छ। यहाँनिर चाहिँ राजा सेजुङ थेवाङको मूर्ति भएको थियो। यो सेजुङ थेवाङ राजा चाहिँ कोरियाको नोनमा हुने राजा, फोटो हुने राजा हो। उसले चाहिँ कोरियन लिपि बनाएर कोरियालाई एकदमै ठुलो योगदान दिएको भनेर कोरियनहरूले एकदमै धेरै मान्ने राजा हो। कोरियामा चाहिँ योभन्दा पहिला राजा प्रणाली थियो र कोरियाहरू 2-3 टुक्रा हुँदा त्यहाँ राजाहरू थिए भनिन्छ। मैले पनि धेरै पढेको कुरा हो। र सेजुङ थेवाङ चाहिँ सम्मानित राजा हुन्। भाइ मुला म घरमै छु, मलाई चिन्दैन, म को हेर्दिन्छु।
होइन दाजु राम्रो भनिदिनु सम्झाइदिने के भन्नु पर्छ म घरमै छु युट्युबर मलाई चिन्दैन को पो हेर्नुहुन्छ लाइक शेयर सब्स्क्राइब चाहिँ गरिदिनुहोस् होला राम्रो सम्झाइदिने दाजु यिनीहरूलाई एक दिन मैले क्लास लिनै बाँकी छ क्या रक्सी खाएर सिटाङमा राखेर 13जनाले एकजनाले पनि सेयर गरेछ यहाँ चाहिँ हामी ठ्याक्क कोरियाको राष्ट्रपति भवनमा आइपुगेका छौँ यो चाहिँ पहिला एकजना राजाको राजदरबार थियो भनिएको छ अनि त्यसपछि चाहिँ यसैलाई राष्ट्रपति भवनको रूपमा प्रयोग गरिएको भनिएको छ यसलाई चाहिँ एकदमै पर्यटकीय स्थलको रूपमा विकास गरेको छ कोरियाले र हामी यहाँ आउनको लागि चाहिँ त्यही सिटी टुर बसबाट ओर्लेर यो ठाउँ भ्रमण गरेर फेरि बस चढ्न पनि सकिन्छ र छुट्टै यही ठाउँको लागि भनेर पनि आउन सकिन्छ यो चाहिँ सौलको पर्यटकीय गन्तव्यमध्येको एक विशेष गन्तव्य हो मैले यहाँ सरसर्ती देखाउने प्रयास गरेको छु यसलाई चाहिँ कोरियन भाषामा छङवादे भनिन्छ छङवादे तपाईँहरूलाई ठाउँ खोज्नु पऱ्यो अथवा स्टेसन हेर्नु पऱ्यो भने चाहिँ छङवादे भनेको ठाउँमा आउनुभयो भने यो ठाउँ हो माटोको भाडा घाँस होइन अझै माटोको भाडा बनाएर केही भन्नु छैन मेरो पहिलो अनुभव है यहाँनिर पहिलोचोटि छिरेको यो पहिलो भन्दा दोस्रो खासै मान्छेहरू आउँदैन पनि के नै होला त्यस्तो स्पेशल मान्छेहरू तर भिजिटरहरू धेरै हुँदो रहेछ होइन छङवादे दाजु कस्तो इच्छा हो तपाईँको चाहिँ यार के गर्ने अरे के गर्ने अरे किन के चित्त दाजुलाई के चित्त नबुझेर हो यार टिकट फेरिदिने भन्ने सुनेको मान्छे तर एक्ज्याक्टली चाहिँ भिआइपी फिलिङ आउने खालको छ यार रेड कार्ड पाएर रेड कार्ड होइन रेड कार्पेट होला नि भाइ रेड कार्पेट दिउँ शब्दहरू अलिकति चयन गरेर म त युट्युबर भएपछि होइन अनुभवी हो हरेक कुरामा अनि भाइले कोरियामा 2013मा टेकेको मान्छे त केही न केही त होला नि अनुभव होला र दाजु वाचिङ साइलेन्टली हेरेको रामजी दाई वाचिङ साइलेन्टली कोरियामा पाइलट टेकेको मान्छे 24 भइसक्यो उता फोटो नखिच्ने अरे यो तार जाने होइन यो कता भयो कता माथि भन्ने केही छैन त्यहाँभित्रबाट तल माथिहरू हेरेर आऊ सही छ होइन होइन मलाई मात्रै देखाएको नि के भने चाइना र पहिला उनीहरूको आफ्नो लिपि नहुँदाखेरि चाइना र जापानिजको लिपि मिलाउँदाखेरि कोरियन लिपि बनेको अनि कोरियन लिपि कसले बनाएको दाजु यो चाहिँ यहीँको सिङजोङ राजाले बनाएको कसले अरे सिङजोङ राजाले बनाएको दाजु मिस इन्टरप्रेसन नगर्नु ठ्याक्कै भन्नु त कसले बनाएको अरे थाहा छ उहाँ सिङजोङ राजाले नै हो बनाएको केही मिस्टेक हुन सक्छ तर यो चाहिँ जापानिज र चाइनिज लिपि मिलाउँदाखेरि कोरियन लिपि बनायो है आफ्नो लिपि बनाएको हो क्या दाजु जापानिज र चाइनिज मिसाएको होइन पहिला यहाँनिर आधी जापानिज आधी चाइनिज बस्दाखेरि उनीहरूको मिसाएको होइन लाएर खाँदो रहेछ पहिलाको राजाले होइन यो कर्कल हो थाहा छैन मलाई त थाहा छैन है हाम्रोतिर त यस्तो हुँदैन कहाँ पानीमा पिँडालु हुन्छ हौ
आज साउन्ड हालेर युट्युबमा हाल्ने खालको कुरा गर्नुहुन्छ दाजु अरे त हामीले के गरेको हो एकछिन यसो यसो यो चाहिँ कोरियाको राष्ट्रपति भवन हामी घुमिसकेपछि त्यसको छेउछाउमै छ हानोक भिलेज भन्छ हानोक माउल भन्छ के अरे कोरियन भाषामा यहाँ पनि एकदमै धेरै मान्छेहरू घुम्न आउनुहुन्छ यो चाहिँ एक्ज्याक्ट हानोक माउल होइन भन्ने पनि हुन्छ त्यो चाहिँ राष्ट्रपति भवनकै पार्ट छ तर यसको छेउमा हानोक माउल छ यस्तै कोरियन ड्रेसहरू लाएर मान्छेहरू हिँडिराख्नु भएको छ त्यो भिडियो चाहिँ मसँग प्रोपर छैन यो थोरै मात्रै देखाउन सकेँ यहाँ पनि पर्यटकहरू एकदमै धेरै आउनुहुन्छ र मैले थोरै क्लिप्स राखिदिएको छु तपाईँहरू घुम्न आउनुभयो भने हानोक माउल नछुटाउनु होला हानोक भिलेज अब चाहिँ हामी राष्ट्रपति भवन घुमिसकेर सौल टावर नामसान टावर पनि भन्ने गरिन्छ आइपुगिसकेका छौँ अब बाटोको भिडियो चाहिँ मैले खिच्न सकिनँ यो चाहिँ ठ्याक्कै सौल टावर चढ्ने बेलामा लिफ्टमा जाँदै गर्दाको भिडियो हो त्यहाँबाट भित्र छिर्दैछौँ हामी चाहिँ र अब चाहिँ माथि टपमा पुगेर चाहिँ तपाईँहरूलाई थोरै क्लिप्सहरू नगिन्ती पटक चढिसकेको छु यसरी भित्र छिर्यो ल अब चाहिँ हामी भित्र आइपुगेर लिफ्टमाथि जान थालिसकेको छ यो लिफ्टमाथि जाँदा जाँदै चाहिँ यसरी यो पिक्चरहरू चलाइदिन्छ र साउलको विभिन्न कुराहरू देखाउँछ यहाँ भिडियोमा चल्दै गरेका कुराहरू चाहिँ सबै साउलका भ्रमण गन्तव्यहरू हुन् यसरी कलात्मक तरिकाले राम्रोसँगले लिफ्टमा मान्छेहरूलाई बोरिङ नहुने गरी स्क्रिनमा विभिन्न कुराहरू देखाउँदै लिफ्टले एकैछिनमा माथि पुर्याइदिन्छ यी माथि पुर्याइदियो अब हामी बाहिर निस्किँदैछौँ संसारको सबैभन्दा अग्लो हुलाकबाट चिठी पठाउने होला नि त दाजु संसारको सबैभन्दा अग्लो हुलाक छ चिठी पठाउने होला नि त यहाँबाट एकदम दुर्गन्धै हुन्छ सबभन्दा पहिले यहाँ परेवा धेरै पालिन्थ्यो त्यसपछि परेवाबाटै चिठी आदान प्रदान गरिन्थ्यो त्यति पहिलाको परेवा घर हो क्या हामी बस झरेको चाहिँ त्यहाँ है दाजु सगन चाहिँ कसो लागिरहेछ टावर के अरे नामसान टावर दुइटाको तुलना गरेर भन्दै हुन्छ यो राम्रो कि त्यो राम्रो कि यो त अब त्यसबाट अलिक खतरा देखिने शब्द राखिदिनु त दाजु तपाईँको फर्स्ट टाइम हो क्या यहाँ चढेको होइन कति अरे हजुर दुई शब्द भन्दै हिजो त्यो रोलर कोठा चढेको थियो नि वेलकम टु माई ब्लग थ्याङ्क यू दाजु यो आज भन्नुपर्दाखेरि चाहिँ साउल टावर चाहिँ एकदम ठुलो रहेछ टावर ठुलो होइन कि डाँडामा चाहिँ टावर ओके सौल टावर नामसान टावर सौल टावर एउटा खाटा यति गर्नु पर्दो रहेछ दुई शब्द भन त वसन्त दुई शब्द राख्दैन
सौल टावर 2 शब्द होइन भाइ तल जाने हामी चाहिँ टावरबाट तल ओर्लिसकेका छौँ यहाँनिर चाहिँ आफ्नो मायालुलाई सम्झेर केही कुरा लेखेर अथवा सम्झेर साँचो झुन्डाउने चलन राखेको रहेछ धेरैजनाले धेरै नै साँचो झुन्डाइसक्नु भएको छ यहाँ चाहिँ हाम्रो दाजुले एउटा साँचो झुन्डाएर केही लेखेर साँचो झुन्डाउने भन्नुभयो र लेख्दै हुनुहुन्थ्यो म चाहिँ त्यहाँ जिस्काउँदै थिएँ दाजुले चाहिँ लेखेर अनि साँचो झुन्डाउनु भएको छ वाइफको त इङ्ग्लिसै बिर्सियो यार कसरी लेख्ने रे वाइफसँग त मुटु जोडिसक्यो उनी बिर्सी क्या आई एमआइएसएस मिस के हो दाजु कहाँनिर झुन्डाउने तपाईँले कसै लास्टमा हो पुवरको ठाउँमा अरे कहिले झुन्डाउनुहुन्छ आउँदाखेरि तिनवटा फरक मान्छेको नाममा दाजु एकैजनाको नाममा कि कहाँ छ पोहोरको खोज्नु ल खै पोहोरको त्यो नाम प्रमाणसहित हुनुपर्छ